म चाहिँ अहिले विराटनगरमा छु। हामी आएको चाहिँ 2-3 दिन भइसक्यो। जय श्री राम गाइस, मेरो ब्लग चाहिँ यहाँदेखि सुरु हुन्छ। अनि यता चाहिँ हुनुहुन्छ हाम्रो कुशल कार्की जी। हामी चाहिँ पहेँलो कुर्ता लाएर कहाँ हिँडेको भन्दाखेरि पुरानमा हिँडेको। पुरानमा चाहिँ हामी किन हिँडेको भन्दाखेरि फोटो र भिडियो खिच्न हिँडेको। हामी चाहिँ पुरान भएको घरमा आइसक्यौँ। मैले चाहिँ स्ट्यान्ड लाएर क्यामेरा अन गरेर छोड्दिए। अनि यता भाइसँग म चाहिँ मस्त गफ हानेर बसिरहेको थिएँ। संकेत गर्दा उ त्यहाँ जाने कि चोक यतापट्टि हो भनेर जसले देखाउँछ तिनीहरुको पनि पुण्य। यता चाहिँ भने गुरुजीले कथाहरू सुनाइराख्नु भएको थियो। अनि म पनि त्यही कथाहरू सुन्दै बसिरहेको। अब चाहिँ थोरै भजन सुनौँ है। यता चाहिँ भने चकलेट फालफुलहरू इत्यादिहरू सामान बाँड्ने समय भएछ। हाम्रो कुशलजीले पनि मजाले चकलेटहरू ख्यालिराख्नु भएको छ। अनि फेरि मान्छे चाहिँ भने टन्नै थिए। गुरुजीले पनि चकलेटहरू बाँडिराख्नु भएको थियो। यो बहिनीले चाहिँ यत्रो चकलेट भेटेछ। अब नन्दा बाबालाई पनि बधाई हो भन्दै मेरो ब्लग चाहिँ यहीँनेरि टुङ्गाउँछु। अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाइ बाइ गाइस।